नवलपरासी उप्सीकोट वार्ड नम्बर 6 मा अवस्थित एउटा यस्तो झरना जो जङ्गलको खोजमा रहेको छ र अत्याधिक मात्रामा मगर समुदाय रहेको कारणले गर्दा झरनाको नाम घाङ छारा भनेर भनेको पाइन्छ। घाङ भनेको अग्लो र छारा भनेको झरना, यसरी घाङ छारा भनेर नामकरण गरेका छन् यहाँको मगर समुदायले। यो झरनाको उचाइ लगभग 100 फिट रहेको छ। पहिला पनि विद्यार्थी आउँदाखेरि हो झरना हेर्न जाने हो कि त्यहाँ हेर्न जाने हो भनेर भन्दाखेरि त्यहाँ विद्यार्थी साथीहरूले भन्नुभयो झरना हेर्न जाने हो भन्नुभयो। त्यहाँ देखाउन ल्याएर त्यहीबाट सुरु भयो। म त अरू पहिला जानकारी पनि पहिला त यो झरनाको खासै वास्ता चाहिँ थिएन होइन? आफै चाहिँ जानकारी दिएर होइन त साथीहरूले। त्यसपछि त्यो विद्यार्थी आउँदाखेरि मैले त्यसो भनेपछि बल्ल मात्रै यो यस्तो चर्चा बल्ल आएको। जस यो झरना हेर्नको लागि विद्यार्थी भाइ बहिनीहरू पनि धेरै हजुर आउनु बेला बेलामा आइरहेकै हुन्छ। हजुर यही वर्षबाट? हजुर यही वर्षबाट हो। पहिला चाहिँ जानकारी पनि दिएको थिएन हामीले होइन। त्यही भएर